टोलीको जस्तो एकताल आवाज झ्याप गो गिटारमा हुनुहुन्छ योगेश राई, त्यस पछाडि भाइ, त्यस पछाडिको नाकामोरा, त्यस्तै गरी हुनुहुन्छ बाँसुरीमा श्यामुना राई र हाम्रो हुनुहुन्छ विभागमा विक्रम राई। बाटो भुलेर आइयो नि बाटो भुल्यो। ल साथीहरू चाहिँ देउसी खेल्न जाँदा चकचक पनि गर्दैछ नि साथीहरूले। बाँदरको दोस्रो एउटाले नो स्मोकिङ जोनमा के गरिरहेको छ यो मादाले मादल बोक्ने के गर्दैछ लुकेर दिइरहेको छ तर मैले यो भाइले के खायो हेलो नमस्कार सम्पूर्णमा र 2082 सालको तिहारको यहाँहरूलाई शुभकामना। र आज हामी चाहिँ धेरै वर्ष पछाडि पुरानो टिम हाम्रो युवाहरूको देउसी भैलो खेल्नको लागि हामी चाहिँ अहिले गइरहेका छौँ। हाम्रो टोलीहरू लम्बद्ध भएर अगाडि हिँडिराख्नु भएको छ, देख्न सक्नुहुनेछ। अगाडि उहाँहरू कुदिराख्नु भएको छ, केही छिट पछाडि केही झलकहरू देख्न सक्नुहुनेछ। रागा टोलीको जस्तो एकताल आवाज झ्याप यो चाहिँ कार्तिक महिनाको हेर्नु सक्नुहुन्छ। धान पनि एकदम फलेको छ। श्रम गरौँ होइन, आफ्नै गाउँठाउँमा फलाएको चिज खानुहोस्, अर्ग्यानिक खानुहोस्, रासायनिक मल युज गरेको होइन। यस्तो धानहरू छ हेर्नु सक्नुहुनेछ। हाम्रो घर वरिपरि राम्रो खेती पनि हुन्छ। काम गर्दा दुःख त हुन्छ तर स्वास्थ्यको लागि एकदम स्वस्थकर अन्न उत्पादन हुन्छ है त। गो गिटारमा हुनुहुन्छ योगेश राई, त्यस पछाडि भाइ, त्यस पछाडिको नाकामोरा, त्यस्तै गरी हुनुहुन्छ बाँसुरीमा श्यामुना राई र हाम्रो हुनुहुन्छ विभागमा विक्रम राई। खोला पनि हामीले सयदुवा खोला तरेर अगाडि बढिसकेको छौँ। हामी सैतो खोला तरेर लातीबारीतर्फ लागिसक्यौँ त। लागिसक्यो। हामी चाहिँ एकदम वर्षा दिनको चाडपर्वलाई रमाइलो गर्न गइरहेको छौँ। ल यो चाहिँ बाटो भुलेको अवस्था है साथी। यस्तो छ बाटो पनि, यस्तो छ पहिरो जङ्गलै जङ्गल। यहाँनिर अलिक यस्तो जङ्गलबाट हिँडाउँदैछ साथीहरूले। एकदम बाटो भुल्यो गाई जो बाटो भुल्यो। यस्तो जङ्गल घारीबाट देउसी खेल्नु गइन्छ गाउँ भने। त्यो त बाटो होइन नि त। अहिले स्थानीय सरकारले जताततै बाटो खोलिदिएको छ नि त, रोडहरू। यस्तो छ बाटोहरू। यहाँ चाहिँ रहेछ बल्ल मान्छे हिँड्ने बाटो। अनाकन्टर जङ्गलमा हिँडिँदैछ है। बाटो भुलेर आइयो नि बाटो भुल्यो खोइ एउटा पछाडि आउनुहुँदैछ। हौ कता गयो त्यो मान्छे र बाटो भुल्यो। बाघ लाग्ला है। ल साथीहरू चाहिँ देउसी खेल्न जाँदा चकचक पनि गर्दैछ नि साथीहरूले। बाँदरको दोस्रो एउटाले नो स्मोकिङ जोनमा के गरिरहेको छ यो मादाले मादल बोक्ने के गर्दैछ लुकेर दिइरहेछ तर मैले यो भाइले के खायो हो काका
नमस्ते ल देउसी खेल्न आइयो हाम्रो काकाकोमा चाहिँ हामी पहिलोपटक देउसी खेल्दैछौँ है ल हाम्रो काकाकोमा सुरु गर्छौँ अब देउसी खेल्नुलाई हाम्रो सानी देउसी खेल्नु आयौँ है हामी ल सुरु गर है साथी हो के हेरिरहेको सुरु गर्नु नै थियो अब पसिनै सरी भएको छ हाम्रो साथीहरू यस्तो पसिना भएको छैन मालिक आउनुहोस् पसिना यसरी चुहाएर आएको जीवन बित्दैछ जाडै खाइ नसकेर सुरु मालिकलाई देखाउनु पर्यो नि त होइन विशेष गरी त यो घरको मालिक पहिलो घर हो यो मालिक हाम्रो यो घरको हाम्रो अङ्कल है यो होइन हाम्रो त काकै पर्छ हामी सनाबाउ भन्दैनौँ ल है सुरु भयो देउसी ल ला 2082 सालको पहिलो देउसी टोलीको पहिलो घर सुरुवात यहाँ हो हाम्रो ज्ञान बहादुर इसारा हाम्रो काकाको घरमा हामी आज चाहिँ आइपुगेका छौँ त्यस पछाडि हामी अन्य टोल जाँदैछौँ चन्द्र सूर्य अंकित झण्डा नेपाललाई फरफरो चन्द्र सूर्य अंकित झण्डा नेपाललाई फरफरो विकास र उन्नतिमा नेपाललाई बढाओ तपाईहरुको मायाले नै हामी आयौं लु आशिक देऊ लु केटा उठ सबै उठ आज हामी 2082 सालको देउसी भैलो कार्यक्रम गर्दै र मैले मेरो युट्युबमा यहाँहरूलाई देखाउन गइरहेको छु र हाम्रो देउसी भाइहरू आज बेलुकाखेरि मनाउनु भनेर यो ठाउँमा आइसकेका छौँ र हामी साबिक 9 नम्बरदेखि हामी 3 नम्बरतिर प्रवेश गरेका छौँ यहाँहरूलाई अन्य भिडियोहरू म जोड्दै देखाउने नै छु ल यो घरमा चाहिँ अहिले हामीले अन्तिम आशिष गीत दिने तर्खरमा छौँ हाम्रो काका भाइ भान्जाहरूले दिइराख्नु भएको छ यसरी हाम्रोतिर चाहिँ देउसी भैलो कार्यक्रम गरिन्छ सारा दिनको चाड र पर्व यो पर्व मनाउन आमा देश बनौ कम्मर कसेरा आमा देश बनौ कम्मर कसेरा ल त सक्मै त हामी चाहिँ 3 नम्बर हो ल रानी डर जाँदैछौँ है गाई चरो बाग्रीबास वार्ड नम्बर 10 सबैभन्दा पुछन
हालले त राखो उता चाहिँ फर्किनु खाजा खाउँ ल खाजा खाउँ भाइ खाजा पैसा राम्रै छ खाजा हामीलाई साथी हो खाजा अल्कोहल छ अल्कोहल छ यतै ल खाजा खाउँ साथी हो खाजा खाजा खाउँ हाम्रो बाँसुरी बाजा यति यहाँदेखि कराउने हाम्रो शक्ति निकाल ल खाजा खाउँ है खाजा 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 खाउँ शक्ति त निकाल पर्दि त निकाल्नु न अरूको ठिकै ठिकै लाग्दैछ ठिकै थियो अहिले ओइली गएको छ अनि ल मान्छे नभएको अवस्था देउसी टोलीहरू बिचल्ली भइरहेछ मान्छे नभएर ए प्रदीपै दाइको बिचल्ली मान्छे नभएर बिचल्ली देउसी टोलीहरू के गर्नु हो यस्तै छ यता पनि देखाउ न यस्तै अब यस्तै छ देउसे भैले हामी खेल्दै आएको तर तालता रहेछ भोटे ताल्जा भएर चाहिँ गर्न त बत्ती चाहिँ बलिरहेछ छैन होला भोटे ताल छैन मेरा दाइ हो जाने है बलिदासले पठाइसक्नु भएको के गर्नु आदेश मान्नु पर्यो हो कि ल बाटो कता घर बेटी भाबै औ यो देउसेले ए बलि महाराजले औ हुकुम हुँदा औ आडबाई गाउँमा ए आएर हरिको माटो है छुँदा केरा जस्तै जागिनु आमा देश भनौँ कम्बर खसेर आमा देश भनौँ कम्बर खसेर